हेलो एभ्रिवान, सबैजनालाई आज चाहिँ हतार भइसकेको थियो। बाबुलाई स्कुलबाट लिएर आए साथीहरू। मैले आज चाहिँ लेट भइसकेको थियो साथीहरू। बाबुले हिजोदेखि आलु परोठा खाने भनेर बाबाले चाहिँ आलु उसिनेर राखिदिनु भएको रहेछ बिहान। मैले चाहिँ छिटो आलु फोकेँ अनि छिटो मसलाहरू रेडी गरेँ आलु परोठाको लागि। बाबुले चाहिँ मलाई भोक लाग्छ मम्मी छिटो गरिदिनु है, मलाई भोक लाग्यो लास्टै भन्दै थियो। अनि चाहिँ मैले छिटो गएर अनि रोटी बसालिसकेँ साथीहरू। बाबुले चाहिँ उता टिभी हेर्दै थियो अनि रोटी पनि पाकिसक्यो। अनि बाबुलाई चाहिँ मैले रोटी दिएँ अनि बाबुले रोटी खाएर सकिसकेपछि हामी चाहिँ आज बाबुको कपाल काट्न भनेर हिँड्दैछौँ साथीहरू। बाबुको कपाल बाडेर कस्तो पसिना आउने क्या लास्टै यो गर्मीमा चाहिँ। अनि हामी चाहिँ एटिएममा गयो। एटिएममा उहाँ चाहिँ क्यास पैसा चाहिन्छ कि कपाल काट्ने ठाउँमा। अनि पैसा निकालेर हामी चाहिँ कपाल काट्ने ठाउँमा गयो साथीहरू। उहाँ चाहिँ कति राम्रो काट्छ कि बाबुलाई सधैँ ल्याउने ठाउँ नै यो म। अनि बाबुले कपाल सपाल काटेर भ्यायो। अनि चाहिँ बाबुले बसेर पानी खाँदैछ। अनि म पनि पार्क जाउँ है यतैबाट भन्दै थियो। अनि हल्का काम थियो पसलमा। अनि हामी चाहिँ पसलमा गयो अनि हल्का सामानहरू चाहिएको थियो। अनि सामानहरू लिएर अनि चाहिँ पार्कतिर हिँड्यो। बाबुलाई बल किनिदिएको फार्दै हिँड्यो खुसी भएर। बाबु यसो पार्कमा खेल्यो अनि हामी घरतिर आयो साथीहरू।